So, what is up, Boro and Boronis? After what is up, Boro and Boronis? Welcome to YouTube channel for what is up, Boro and Boronis? Welcome to YouTube channel after 2000 years है सबलाई धेरै धेरै के भन्ने भन्नै हैन भ्लगै गर्न बिर्सिरहेको रहेछ मैले त बसेर खोल्दा हुन्छ हो कति लजाको म्याम फुल्ली बदम खोला 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 सबलाई वेलकम टु माई युट्युब च्यानल भन्न चाहन्छु र आजको भिडियो चाहिँ स्पेसल्ली फर दोज हु हेभ बिन आस्किङ हुन्छ नि वाट आई इट इन अ डे दाइ तपाईँ दिनभरि के खानुहुन्छ के सप्लिमेन्ट युज गर्नुहुन्छ त्यसको लागि चाहिँ मैले आज स्पेसल्ली यो भिडियो बनाउन लागेको हो र युट्युबमा पनि अब के भन्ने अब चाहेर पनि त्यो हुन्छ नि कन्सिस्ट नै हुन सकिरहेको छैन क्या कहिले के भइदिने कहिले के भइदिने अब गिभ अवे भिडियो गर्ने भनेको त्यसपछि 2-3 दिनमा के भयो हुन्छ नि ब्याक अन ट्र्याक हुने वी आर हुन्छ नि ट्राइङ आवर बेस्ट टु बी ब्याक अन ट्र्याक सबै टाइम सेड्युलहरू मिलाउन यताउता गर्दा 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 ल यो कुरा एकछिनलाई यहीँ छोड्छौँ लेट्स गेट ब्याक टु द टपिक र टपिक चाहिँ आज के हो भन्दाखेरि अनि अर्को एउटा कुरा चाहिँ आइएम कम्पिटिङ होइन अब म चाहिँ गेम खेल्न लागिरहेको छु सो एज अ एथलेट चाहिँ म दिनभरि अहिले के खान्छु कति ग्राम प्रोटिन खान्छु कति ग्राम कार्ब्स खान्छु कति ग्राम अब के भन्छ फ्याट क्यालोरिज सबै म तपाईँहरूलाई यो भिडियोको थ्रुबाट म भन्ने छु र मेरो आँखा हेर्नु न झ्याप कस्तो देखिरहेको है अहिले कति 4:30 भयो सो या आइ एम जस्ट ह्याप्पी टु बी ब्याक अन युट्युब अगेन के चाहिँ ठिकै छ अब फर्स्ट मिल भन्दा पनि म चाहिँ के गर्छु भन्दाखेरि यो भिडियोको थ्रुबाट म चाहिँ हरेक मिलको म्याक्रोजहरू ब्रेकडाउन गरिदिन्छु म कि यता चाहिँ म्याक्रोजहरू हालिदिन्छ है यति ग्राम फ्याट क्यालोरिज अनि प्रोटिन कति छ भने यो साइडमा कि यो साइडमा हालिदिन्छु कुन ठाउँमा फ्रेमिङमा अड्छ त्यही ठाउँमा हालिदिन्छ है सो अब म गेममा जान लागेको भएर चाहिँ म चाहिँ बिहान चाहिँ जहिले पनि खाली पेटमा कफी 1 ग्लास चाहिँ खान्छु है कफी 1 ग्लास खान्छु देन आई गो टु डु ट्रेडमिल है त्यसपछि म ट्रेडमिल गर्न जान्छु 1 आवर जति कफी चाहिँ गरिब छु नेस्क्याफेको 5 रुपियाँ कि 10 रुपियाँ पर्छ ग्यारी सेसेट लेट्स मेक कफी देन आई विल सी यु गाइज इन अ वाइल यो कफी खाएपछि चाहिँ 1 घन्टा फास्टेड ट्रेडमिल छ अनि त्यसपछि आएर चाहिँ मेरो मिल नम्बर 1 सुरु हुन्छ है र मिल नम्बर 1 देखि चाहिँ म भन्छु कि म दिनभरिमा के खान्छु भनेर अब यो भ्लगै बनाएर हाल्न लागेको रिजन चाहिँ किन भन्दाखेरि अब इन्डिभिजुअल्ली म्यासेज गर्न पनि इट्स नट पोसिबल हुन्छ नि त कतिजनालाई म्यासेज गर्नु जस्तो भएको भएर सो वाइ नट के भन्छ एउटा भ्लगै बनाएर हालिदिउँ भनेर है त त्यही भएर ओके अब चाहिँ यो कफी यति खान्छु अनि त्यसपछि वी विल सी यु इन ट्रेडमिल र कफी खाएँ आएँ यो जिम चाहिँ अलि डिफ्रेन्ट देखिरहेको होला फर दोज हु हेभ बिन फलोइङ मी पहिलादेखि यो चाहिँ पहिला हामी यही जिममा थियौँ र यो जिमको नाम चाहिँ गेन्स गराज हो फर दोज हु वान ट्रेन इन हियर दे क्यान कम है कुमारबारीमा छ लोकेसन नाइस अब तपाईँहरूले सोचिरह होला म यो जिममा आएर चाहिँ किन ट्रेडमिल गर्न आएँ भनेर त्यसको एन्सर चाहिँ म मेरो जिममा गएँ मेरो मतलब अब समझ रहे हो
उता हाम्रो जिममा गएपछि भन्छ है त नाउ लेट्स स्टार्ट ट्रेडमिल चाहिँ ठ्याक्क 1 घन्टा गर्छु ल ट्रेडमिल सक्यो अब म घर जाँदैछु मेरो घर चाहिँ जिमबाट एकदम नजिक छ क्या लाइक यु गाइज क्यान सी जिम त्यहीँ पछाडि छ यहाँनिर र मेरो घर चाहिँ देखाउँछु ल मेरो घर चाहिँ यो टोलमा सबसे पुरानो छ होइन त्यही भएर मेरो वाइफाईको घरको वाइफाईको नाम नै ओल्ड होम छ क्या सो दिस इज माई हाउस है त दिस इज माई हाउस पुरानो स्टाइलको घर छ नि त त्यही भएर मैले मेरो वाइफाईको नाम नै ओल्ड होम राखेको छु क्या ल अब घर पुगेँ अब मिल नम्बर 1 को पाली सी यु गाइज नो वाट र हाम्रो मिल नम्बर 1 मा छ एन्ड इट्स गोइङ टु बी एकदम क्लासिक ओट्स 25 ग्राम्स है त हात धुनु पर्दैन भनेर होला मैले हात धोइसकेँ 22 ग्राम भयो 1 ग्राम पनि धेरै खानुहुन्न क्या त्यहाँ छ के झ्याउ लाग्दा बस ओट्स चाहिँ म पानीमै पकाउँछु ल पानी इज बेटर किनभने पछि यसको आइसोलेट प्रोटिन पनि हाल्नु पर्यो ल अब ओट्स बनाएर भेट्छु ठ्याक्कै यसरी पानीमा गयो लेट्स कुक इट फर 5 मिनट्स 5 मिनट्स होइन 2-3 मिनट्स मिल नम्बर 1 चाहिँ अघि मैले देखाएको जस्तो 25 ग्राम ओट्स भइहाल्यो र यसमा चाहिँ म 1 स्कुप आइसोलेट हाल्छु है त आइसोलेट प्रोटिन यो फेरि बिसिडब्ल्यूको डब्बा हो होइन फेरि बिसिडब्ल्यू किन खाएको भन्नामा यो जस्ट बिसिडब्ल्यूको डब्बा मात्र यसभित्र चाहिँ जेडनको आइसोलेट वे छ र म अहिले चाहिँ मेरो सबै स्ट्याकमा म जेडनकै युज गर्छु जेडन ब्रान्डको विच इज भेरी गुड अनि सस्तो पनि छ राम्रो पनि छ 1 स्कुप आइसोलेट हाल्यो र यो 25 ग्राम ओट्स र यो प्रोटिन गरेर क्यालोरिज कार्ब्स कति हुन्छ भने म यो साइड कि यो साइड हालिदिन्छु है त ओके नाउ लेट्स इन्जोय द मिल यो ओट्ससँग प्रोटिन मिसाउँदाखेरि चाहिँ मजाले चलाउनुपर्छ है ठ्याक्क यो पिठो मुस्दाखेरि जस्तो बाइक वार्म गर्नु पऱ्यो नि त बाइक 5 मिनट्स जति वार्म गर्छु देन अब ड्युटी सुरु अब म सिधा हाम्रो जिममा भेटौँला है त र म जिममा पुगेँ र म एक्सर्साइज सुरु गर्न लागेको र आज चाहिँ मेरो एक्सर्साइज छ बोल्डर सोल्डर्स है त र मैले कुन ब्रान्ड युज गरिरहेको छु भन्दाखेरि मैले अघि न भिडियो भने जस्तो मैले चाहिँ सबै जेडनकै ब्रान्ड युज गरिरहेको छु होइन अब जेडनको प्रि वर्कआउट छ होइन र जेडनकै एक्सिलेन्ट बिसिडब्ल्यू छ र थर्ड दिस इज माई फेभरेट है एलकार्डिनाइन यो चाहिँ के भन्छ लिक्विड एमिनो एसिड टाइपमा यो बेस्ट चाहिँ मलाई किन लाग्छ भन्दाखेरि इट हेल्प्स यु टु बर्न दोज फ्याट क्या एन्ड टर्न इट इन्टु हुन्छ नि एज अ एनर्जी सोर्स त्यही भएर यो चाहिँ एकदम राम्रो छ प्लस सस्तो पनि छ एन्ड फर दोज हु आर ट्राइङ टु लुज वेट हुन्छ नि दिस इज द बेस्ट आई सजेस्ट है अब यो इन्टेक चाहिँ कसरी गर्नु भन्दाखेरि एक्सर्साइज गर्नु अगाडि के भन्छ यो बिर्गोमा यहाँ माथिसम्म हालेर खाने है अनि ठ्याक्क एक्सर्साइज गर्नु अगाडि खाने स्ट्रेचिङ यताउता गऱ्यो 15-20 मिनट्समा वर्कआउट सुरु गऱ्यो भने इट विल हेल्प यु टु बर्न दोज फ्याट है त र अर्को चाहिँ मैले आज खासै मैले एक्सर्साइज गर्ने भिडियो चाहिँ मैले हाल्ने सोचेको छैन इफ यु गाइज निड होइन अब तपाईँहरू मलाई होइन दाइ मलाई एक्सर्साइज गरेको भिडियो पनि चाहिन्छ हाल्नु भनेर तपाईँहरू कमेन्ट डाउन गर्नुभयो भने चाहिँ मैले के वर्कआउट गर्छु कसरी गर्छु कति सेट कति रेप्स भनेर म मेरो स्पिडहरू सबै सेयर गरिदिन्छु फर द्याट यु गाइज निड टु कमेन्ट डाउन र अघि नै मैले उता अर्को जिममा भनेको थिएँ नि द रिजन म उता जिममा ट्रेडमिल गर्नु चाहिँ हाम्रो जिममा चाहिँ कस्तो छ भन्दाखेरि ट्रेडमिल हाम्रो जिममा चाहिँ अटोमेटिक ट्रेडमिल छैन क्या यस्तै हो म्यानुअल यो ट्रेडमिल छ होइन एन्ड यसमा 1-1 घन्टा कुद्न इज भेरी टफ क्या
एकदमै के एकदम अप्ठ्यारो पनि सो आई डोन्ट प्रिफर दिस ट्रेडमिल एट अल त्यही अब यो त मिलमा गन्दिनँ म होइन अब त्यही भएर मैले चाहिँ बिफोर वर्कआउट चाहिँ के युज गर्छु भनेर देखा हो बिफोर वर्कआउट चाहिँ म त्यही सिट्रुलिन म्यालेट 5 ग्राम बिसी डबल ए 2 स्कुप अनि एल कार्डिनाइन 15 ml अनि त्यसपछि प्रि वर्कआउट चाहिँ आइटेक 2 स्कुप है बिहान 2 स्कुप अनि राति पनि मेरो एउटा सानो मसल्स पार्ट हुन्छ राति चाहिँ 1 स्कुप है त ओके गाइस सी यू इन बिट्विन म कुनै कुनै वर्कआउट गरेको पोस्ट गरेको भिडियो चाहिँ हालिदिउँला अनि त्यसपछि वर्कआउट पछि भेटौँला है त भर्खरै सोल्डरको वर्कआउट सक्यो पम्प चाहिँ हराइसक्यो पम्प छैन बस हावा निकल गई अब मैले भनेको थिएँ नि म चाहिँ प्रायः सबै ब्रान्डहरू जेडनकै युज गरेको छु यो प्रेपमा चाहिँ क्या एन्ड स्पेसल थ्याङ्क्स टु अझै अनि त्यसपछि हाम्रो चुलबुलजीलाई फोर हुन्छ नि लेटिङ मी ह्याभिङ देयर ब्रान्ड जेडन यो चाहिँ आइसो रिप्ड हो है दिस वान इज भेरी गुड है यो यसमा चाहिँ कस्तो हुन्छ प्रोटिन सँगसँगै तपाईँको एल कार्डिनाइन 500 mg पनि हुन्छ क्या यसमा सो दिस इज भेरी गुड र अर्को एउटा मेन चाहिँ है अहिले जो जति पनि जिम गर्छन् यङ्स्टरहरू छ दे आर जस्ट लाइक फोकसिङ अन क्रिएटिन 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 जसले नि के क्वेसनहरू सोध्छ भन्दा दाइ क्रिएटिन खानु हुन्छ हुँदैन ब्ला 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 होइन तर 100मा 1%ले पनि दाइ ग्लुटामाइन खानु मिल्छ कि मिल्दैन ग्लुटामाइन भनेको के हो भनेर सोध्दैन यो गाइज आर मिसिङ दिस क्या बुझ्नु भयो नि मैले भनेर सो ग्लुटामाइन इज भेरी 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 इम्पोर्टेन्ट है यो चाहिँ तपाईँहरू आफ्नो सप्लिमेन्टमा एड गर्दा हुन्छ डाइटमा एड गर्नु हुन्छ भन्दा नि गर्नुपर्छ है यो चाहिँ यो पनि क्रिएटिन जस्तै हो 5 ग्राम खाने हो अहिले म प्रेपमा छु सो म चाहिँ दिनको के भन्छ 10 ग्राम खान्छु बिहान फास्टेड कार्डियो पछि 1 स्कुप र अब म यो आइसोलेट 2 स्कुप खान्छु त्योसँग यो स्कुप खान्छु भेरी भेरी इम्पोर्टेन्ट सप्लिमेन्ट है ग्लुटामाइन एन्ड यु गाइज आर मिसिङ इट सो डोन्ट मिस इट र अर्को भनेको सस्तो पनि छ स्यान्डु एकचोटि ग्लुटामाइन खोल्दैन बसेर खोल्दा हुन्छ हो कति लजाको म्याम फुल्ली बदम खोला 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 नाइस र तपाईहरूलाई यो जेडनको कुनै ब्रान्ड चाहिन्छ भने मैले अघि नै त्यो भिडियोमा देखाएको छु केही चाहियो भने जस्तै ग्लुटामाइन क्रिएटिन बिसी डबल ए मल्टिभिटामिन फिस ओइल प्रोटिन मास्केनर केही चाहियो भने इन्स्टामा फेसबुकमा टिकटकमा चाहिँ उहाँहरूको आइडी चाहिँ ASZ न्युट्रिसन भनेर छ म लिङ्क डिस्क्रिप्सनमा नि हालिदिन्छु र यतापट्टि पप भइरह होला उहाँहरूलाई गएर टेक्स्ट गर्दा नि हुन्छ अथवा मलाई गर्दा नि हुन्छ है त नाउ आम गोना इन्जोय दिस प्रोटिन दिनभरिको डाइटमा मिठो भनेको यही प्रोटिन मात्र छ अब म यो यति प्रोटिन खाएर आम गोइङ टु गो होम र घर गएर घरको मिल नम्बर 2मा म भेट्नेछु है त र म घर पुगेँ नाउ इट्स टाइम फर मिल नम्बर 2 र मिल नम्बर 2मा चाहिँ मेरो बेसिकल्ली के हुन्छ भन्दाखेरि बिहान 25 ग्राम ओट्स खाएँ र त्यसपछि अब मिल नम्बर 2मा चाहिँ राइस 100 ग्राम अनि रहु माछा स्टिम 300 ग्राम अनि त्यसपछि उसिनेको स्टिम हरियो फर्सिने त्यो पनि 150 ग्राम हुन्छ र म देखाउँछु है त अब एकचोटि भात नपाऊँ है त 100 ग्राम त कति पनि हुँदैन यति थोरै हुन्छ क्या प्रब्ली यति कि यो पनि धेरै हुनसक्छ
102 छ है 102 ग्राम भात भने यति मात्रै हुन्छ है गाइजहरू नाउ इट्स टाइम फर उसिनेको मतलब म चाहिँ मोमो भाँडामा स्टिम गर्छु अब यसमा चाहिँ के छ मैले अघि भने जस्तो एउटा कुरा छ साग है 300 ग्राम रहु अनि त्यसपछि यो साग छ साग चाहिँ म मेजर गर्दिनँ किनभने एकदम लो क्यालोरिज हुन्छ र अर्को मैले अघि भने जस्तो हरियो फर्सी चाहिँ 100 ग्राम 150 ग्राम छ है नाउ आम गोना इन्जोय द सेकेन्ड मिल म यसको म्याक्रोजहरू चाहिँ छिटो ताउँछ हालिदिन्छ ल रेडी फर मिल नम्बर 2 र इट डजन्ट लुक टेस्टी होइन त्यस्तो टेस्टको लागि चाहिँ खाने होइन वी जस्ट इट फर फङ्सन है किनभने निडै भएर सो आम गोना सो यु हाउ द मिल लुक्स है टेस्टी मिल चाहिँ यस्तो देख्छ है त गाइजहरू अब म यो मिल खान्छु देन म एकछिन रेस्ट गर्छु अब अनि त्यसपछि फेरि 2 बजेतिर चाहिँ म फेरि 1 घन्टा ट्रेडमिल गर्छु ट्रेडमिल चाहिँ अहिले मैले 2 घन्टा गरिरहेको छु बिहान 1 घन्टा अनि दिउँसो 1 घन्टा गरेर है ओके गाइस सी यु गाइज इन अ वाइल वेलकम ब्याक र मेरो थर्ड मिलमा चाहिँ बेसिक एकदम बेसिक 5वटा एग छ र यो चाहिँ बोइल एग छ र यसमा चाहिँ म पहिलो चाहिँ एउटै खाँदैन 5वटा एग्स खान्छु म टोटलमा चाहिँ सो मिल 1 इज डन मिल 2 इज डन अब यो चाहिँ मेरो मिल नम्बर 3 अब म यो इन्टेक गरेर फेरि जिम जान्छु काम गर्नु पऱ्यो नि त फेरि अनि त्यसपछि राति आएर इट्स गोइङ टु बी माई लास्ट मिल र म दिनभरिमा चाहिँ जम्मा 4 मिल मात्र इन्टेक गर्छु है ओके गाइस सी यु इन मिल नम्बर 4 विच मिन्स लास्ट वान सो वेलकम ब्याक र आजको ड्युटी सक्यो अहिले कति 8:30 जति भयो म भर्खर घर पुगेँ सो मिल नम्बर 4 मा चाहिँ एकदमै बेसिक हुन्छ 150 ग्राम चिकन थोरै के भन्छ काँक्रो अब त्यो खासै नापेर खाइन्न खासै त्यस्तो फरक पर्दैन अनि त्यसपछि त्यही साग अनि एउटा कुरा मैले अघि जिममा 3टा अन्डा खाएको थिएँ त्यो चाहिँ मैले राख्न पाइनँ भन्दा नि आई फोकट र म मिल नम्बर 4 को के भन्छ भिडियो देखाउँछु ल र त्यही चिकन पनि म प्रायः स्टिम नै गर्छु किनभने स्टिम इज गुड मतलब इट्स इजी ल यहाँ छ है 150 ग्राम चिकन अनि यो साग अब चाहिँ म यो मिल खान्छु देन आई विल गाइस सी यु इन अ वाइल यस्तै गरी आजको मिल नम्बर 4 पनि सक्यो एन्ड दिस इज वाट आई इट इन अ डे है त अब गेमको लागि स्पेसली मेरो विचारमा यो जुन मिल डाइटहरू मैले खाएको छु मेरो अराउन्ड त्यही 1300 देखि 1400 को बिचमा हुन्छ होला क्यालोरिज म क्यालोरिज प्रोटिन कार्ब्स कति छ भने चाहिँ म यो साइडमा हालिदिन्छु है यसरी अनि तपाईँ रफली के भन्छ हेर्नु न कति खाइरहेको छु मैले नर्मली भन्दा चाहिँ अरू भन्दा चाहिँ मैले एकदम कमै खाइरहेको छु किन भन्दाखेरि अब 13-1400 भनेको अहिलेको टाइमको लागि चाहिँ एकदम कमै हो तर दिस इज हाउ माई बडी वर्क्स हो क्या किनभने हरेकको बडी डिफ्रेन्ट हुन्छ अब मैले अरू जस्तो हुन्छ नि 1700-1800 क्यालोरिज खान थाल्यो भने आई वोन्ट बी एबल टु लुज वेट हो क्या त्यही भएर हरेकको बडी डिफ्रेन्ट हुन्छ यु निड टु नो योर बडी अब म आफै खेलाडी भयो आफ्नो कोच पनि म आफै भएँ क्या त्यही भएर पहिलो कुरा चाहिँ कोही पनि खेलाडीलाई रेडी गराउँदाखेरि अथवा म आफै पनि रेडी हुँदाखेरि अब मैले मेरो बडी त कसरी रेस्पोन्स गर्छु मलाई थाहा छ तर मैले अरूलाई ट्रेन गराइरहेको छु भने चाहिँ फर्स्ट आई निड टु नो देयर बडी क्या उनीहरूको बडीले कसरी रियाक्ट गर्छ कुन चाहिँ फुड उनीहरूलाई राम्रो छ कुन चाहिँ फुड उनीहरूलाई राम्रो छैन भनेर सो बिइङ अ कोच इट्स अल्सो नट इजी र अब यति भन्दै आजको भिडियोबाट म बिदा माग्न चाहन्छु इफ तपाईहरुलाई कुनै मैले अघि नै फर्स्टमा भने जस्तै वर्कआउट भिडियोहरू चाहिन्छ मेरो प्रेपको भने प्लिज कमेन्ट डाउन म भिडियो बनाउने कोसिस गर्छु र सकेसम्म म युट्युबमा कन्सिस्ट हुने ट्राई गर्दैछु
अब युट्युबमा कन्सियस नभयो भने आइ एम भेरी एक्टिभ अन बाँकी सोसल मिडियामा जस्तै इन्स्टा फेसबुक टिकटकमा यु गाइज क्यान फलो मी देयर लिङ्क यहाँ छ है मेरो इन्स्टाको फेसबुकको अनि के भन्छ टिकटकको प्लिज डु फलो है त र मैले सधैँ भने जस्तै मेरो भिडियो मन परेमा लाइक गरिदिनु होला र अझ धेरै मन परेमा प्लिज सब्सक्राइब आवर युट्युब च्यानल किनभने अब 200 जति मात्र हो त्यसपछि वी आर हिटिङ 6K फलोवर्स अन युट्युब हजुरहरूलाई धेरै 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 थ्याङ्क यू है त ओके गाइज बोरो एन्ड बोरोनिज टेक केयर पिस